सम्पूर्ण साथीहरूलाई नमस्कार छ। आज पनि मैले छोटो भिडियो लिएर उपस्थित भइसकेको छु। यो भिडियो भिरमौरीको मह कसरी काट्न सकिन्छ भनेर बनाइएको पार्ट 2 भिडियो हो। पार्ट 1 भिडियोमा घरदेखि यात्रा गरेर हामी भिरमौरीको मह काट्नुपर्ने स्थानको नजिकै पाल्टाएको र आगो फुकेको स्थानसम्म आइपुगेका छौँ। यहाँ साथीभाइहरूसँग जमघट भइसकेको थियौँ पार्ट 1 मा पनि। र अब आउनुहोस्, अब के भयो त पार्ट 2 भिडियोमा सँगै यात्रा गरौँ। यसरी भेटघाट भइसकेपछि केही साथीले चिया पकाउनु भयो, केही साथीले खाजा बनाउनु भयो र हामी खाजा र चिया खाँदैछौँ र निरन्तर काममा पनि छौँ। र एकजना भाइले चाहिँ यहाँ बाँसमा सुइरो बाँध्दै हुनुहुन्छ। यो केका लागि हो मलाई त थाहा भएन, म पहिलो पटक। र बाँसको टुप्पामा दाविलो लगाइसक्नु भएको छ। यो दाविलोले चाहिँ मौरीको चाकालाई काटेर झार्ने रहेछ। र यता एकजना दाइले चाहिँ भाले बोकेर चाहिँ के गरिराख्नु भएको छ भन्दाखेरि यो क्षेत्रको जङ्गलको पहाडको खोलानाला सबैतिरको चाहिँ देवी देवतालाई भरभाकल गरेर हामी आज लाटा मूर्ख मान्छेहरूले चाहिँ भिरमौरीको मह काट्दैछौँ, हामीलाई चाहिँ रक्षा गरिदिनु पर्यो, क्षमा गरिदिनु पर्यो, माफी गरिदिनु पर्यो भनेर चाहिँ उहाँले चाहिँ बल माग्दै हुनुहुन्छ। त्यसो हुँदाखेरि सबैको आफ्नो काम छुट्टै छुट्टै छ। र यता एकजना भाइले चिया हामीलाई दिँदै हुनुहुन्छ र हामी चिया खाँदैछौँ, चिया खाजा खाँदैछौँ। निरन्तर छ 4-5 घन्टा चाहिँ निरन्तर काम गर्नुपर्नेछ र त्यसपछि मात्रै खानाको ब्रेक हुनेछ। त्यसो हुँदा हामी चिया खाजा खाँदैछौँ र अब चाहिँ हामीले चिया खाजा पनि खाइसक्यौँ, अगाइसक्यो। त्यसो हुँदाखेरि अब आफ्नो भागमा परेको, आफ्नो डिपार्टमा परेको काममा हामी अगाडि बढिरहेका छौँ। 4 भाइ माथि डोरी तान्नको लागि अगाडि बढिसक्नुभयो र डोरी बाँध्नको लागि अगाडि बढिसक्नुभयो भने हामी आफ्नो भारी बोकेर भिरफेदतर्फ हामी लागिरहेका छौँ आवश्यक सामग्री बोकेर। र अहिले यहाँ तपाईँले देख्न सक्नुहुन्छ बाँस, दुईवटा बाँस, मेन डोरी तल हामीले बोकेर लगेका छौँ। र यसरी भिरफेदमा पुगिसके पछाडि अब सर्वप्रथम त मौरीको खुदलाई र चाकालाई घेरिएर बसेको यो कालो रहेको मौरीको माउहरूलाई भगाउनको लागि चाहिँ आगो फुक्नु पर्दो रहेछ र हामीले यसरी आगो फुक्यौँ। र आगो फुकिसके पछाडि मौरीहरू एकदमै रिसाएर चाहिँ अहिले हामीलाई एट्याक गर्दै छ। तपाईँहरूले देख्न सक्नुहुनेछ। मलाई पनि 5-6 वटाले चाहिँ बिताइ नै सक्यो अघि नै। त्यसो हुँदाखेरि यहाँ चाहिँ दुखाइ महसुस भइसकेको छ। र माथि पुग्ने साथीहरूले यहाँले देख्न सक्नुहुन्छ यो सर्प जस्तो डोरी पठाइसक्नुभयो। यो डोरीमा बाँधेर हामीले तलबाट चोयाको डोरी पठाउँदैछौँ। मुख्य डोरी चाहिँ यो तलबाट पठाउने चोयाको डोरी रहेछ। त्यसो हुँदाखेरि यसलाई हामीले तलबाट पठाइसक्यौँ र माथि उहाँहरूले चाहिँ रुखमा किलामा बाँधेर एकदम दह्रो बनाएर चाहिँ मौरी काट्नको लागि चाहिँ मौरी काट्नुपर्ने विशेष व्यक्तिलाई यहाँ अड्याउनको लागि चाहिँ उहाँले यो तयार पारेर पठाइसक्नुभयो भने तल बीच भागमा पनि, पहाडको बीच भागमा पनि किलाहरू गाडेर चाहिँ दह्रोसँग बाँधिएको छ। यहाँ कि यो डोरीबाट चाहिँ झुन्डिएर तलसम्म नपुगोस्, यो दह्रो भइरहोस् र मौरीको चाका नजिकै पुगोस् भन्ने हेतुले चाहिँ यो बाँधिँदो रहेछ। यो बाँधिसकेका छौँ र अब हाम्रो मौरीको चाका निकाल्नका निम्ति पूर्ण रूपमा तयारी भइसकेको छ। अब यो तयारी भए पश्चात यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यो फोचेलमा चाहिँ मौरीको खुद चाहिँ नझरोस् भनेर चाहिँ त्यो प्लास्टिक बेरिएको छ र यो दुईवटा घारा र फोचेल हामीले पुनः डोरीमा बाँधेर माथि पठाइसकेका छौँ। अब यो पछाडि के क्रियाकलापहरू भयो त तपाईँहरूले यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो, धन्यवाद। र अर्को भिडियोमा बाँकी क्रियाकलापहरू आउनेछ। यहाँहरूले पार्ट 3 भिडियो हेर्न नभुल्नुहोला।